हामी सबैले थाहा भएको कुरा हो, मुङ्लिन र नारायणघाट सडक खण्ड नेपालको सबैभन्दा व्यस्त राजमार्गमध्ये एक हो। यो सडक जति सुन्दर छ, यससँग जोडिएका डरलाग्दा र रहस्यमय घटनाहरू त्यति नै चर्चामा रहन्छन्। विशेष गरी राति वा एका बिहानै यो बाटो यात्रा गर्ने चालकहरूले धेरै पटक यस्ता अनुभव गरेका छन् जसलाई विज्ञानले पनि व्याख्या गर्न सक्दैन। 2 हप्ताको लामो मनाङ भ्रमण सकेर हामी 8 जना साथीहरू 4वटा बाइकमा काठमाडौँ फर्किँदै थियौँ। बिहानको करिब 6 बजेको थियो। मुङ्लिनको चिसो हावा र सुनसान सडकहरूमा हाम्रा बाइकहरू गुडिरहेका थिए। बिहान निस्केकाले हामीले खाना खाएका थिएनौँ, त्यसैले आँखाले बाटोको छेउमा होटलहरू खोजिरहेका थिए। मेरो बाइकको पछाडि बस्ने साथी अलिक धेरै बोल्ने स्वभावको थियो। बाटोमा देखिने हरेक कुरामा उसको टिप्पणी भइहाल्थ्यो। एउटा घुम्ती काट्ने बित्तिकै उसले भन्यो, "ए हेर त, यो बिहानै कस्तो अनौठी केटी, टाउकोदेखि पाउसम्म पुरै हरियो कपडा, कपाल पनि कस्तो अस्तव्यस्त छाडेकी, बोक्सी त होइन?" मैले उसलाई तत्कालै सम्झाएँ, "चुप लाग, यस्तो ठाउँमा जे पायो त्यही बोल्नु हुँदैन, सुन्छिन् फेरि।" उता हाँस्यो, तर जब हामीले उनलाई उछिन्यौँ, उनले हामीलाई यसरी हेरिन् कि मानौ उनले हाम्रा सबै कुरा स्पष्ट सुनेकी थिइन्। उनको त्यो हेराइमा एउटा अनौठो शून्यता पनि थियो। त्यसपछि हामी केही मिनेट अगाडि मात्र के पढेका थियौँ, हाम्रो अगाडि गुडिरहेको एउटा साथीको बाइक अचानक सडकको बिचमै पछारियो। ठिक पछाडि रहेका अरू 2वटा बाइक पनि अनियन्त्रित भएर ठोकिए। म र मेरो साथी भने धन्नले जोगियौँ। हामी हतार हतार बाइक रोकेर ओर्लियौँ र साथीहरूलाई उठाउन थाल्यौँ। मैले आत्तिएर सोधेँ, "तिमीहरू कसरी लड्यौ हँ? बाटो त पुरै खाली थियो त?" एकजना साथीले कामिरहेको स्वरमा भन्यो, "एकाएक एउटी केटीले बाटो काट्न खोजी, उसलाई बचाउन खोज्दा हाम्रो बाइक चिप्लियो।" हामी सबैले ती महिलालाई आक्रोशित हुँदै भन्यौँ, "ए दिदी, के गरेको यस्तो मुख्य सडकमा यसरी जथाभावी बाटो काट्नुहुन्छ? अलिकति त सोच्नुपर्छ नि।" हामीले रिसाउँदै थियो दिदीलाई जवाफ दियो। तर जब हामीले उनलाई राम्ररी हेऱ्यौँ, हामी सबैको सातो गयो। उनी तिनै महिला थिइन् जसलाई हामीले केही मिनेट अघि धेरै पछाडि छोडेर आएका थियौँ। उनले माफी मागेको जस्तो इसारा गरिन् र केही बोलिनन्। उनको अनुहार असाध्यै मलिन थियो। मेरो साथीले मेरो कानमा खुसुक्क भन्यो, "यो त त्यही केटी होइन जसलाई हामीले अघि पछाडि देखेका थियौँ। हामी बाइकमा यति छिटो आउँदा पनि उनी हामीभन्दा अगाडि कसरी आइपुगिन्?" हामी सबै अक्क न मक्कमा पर्यौँ। उसले कसरी यति छिटो समयमा लामो दूरी पार गरिन्? हामीले बाइक र चोटपटक चेक गऱ्यौँ। सौभाग्यवश कसैलाई पनि गम्भीर चोट लागेको थिएन। तर जब म फेरि ती महिनालाई सम्झाउन भनेर पछाडि फर्केँ, त्यहाँ कोही पनि थिएन। केही सेकेन्डमै उनी सडकबाट गायब भइसकेकी थिइन्। दायाँ बायाँ कतै लुक्ने ठाउँ पनि थिएन र भाग्ने समय पनि थिएन। यो सब भएको कुराले हामी सबै डराएका थियौँ र केही नबोली अगाडि बढ्यौँ। केही किलोमिटर अगाडि पुगेपछि एउटा चिया पसल देखियो। हामी त्यहाँ रोकियौँ, तर त्यहाँ पुग्ने बित्तिकै हाम्रो सातो फेरि उड्यो। ती हरियो पहिरन लगाएकी महिला त्यही चिया पसलमा बाहिर बेन्चमा बसिरहेकी थिइन्। हामीमध्ये एकजना साथीले हिम्मत जुटाएर सोध्यो, "दिदी, तपाईँ हिँडेर यति छिटो कसरी यहाँ आइपुग्नुभयो?" उनले मधुर र अलि अस्वाभाविक स्वरमा जवाफ दिइन्, "म त एकैछिनमा जहाँ पनि पुग्न सक्छु।" यो सुन्ने बित्तिकै हाम्रो आङ जिरिङ्ग भयो। हामी भित्र जानै लागेका के थियौँ। उनले फेरि भनिन्, "भाइ, अलि अगाडि मेरो कोही मान्छे पर्खिरहनु भएको छ। मलाई त्यहाँसम्म छोडिदिनुहुन्छ कि? मसँग जाने अरू साधन नै छैन।" हामी सबै दोधारमा पर्यौँ। हामीलाई डर लागिरहेको थियो, तर पनि मानवीयताको नाताले हामीले सल्लाह गऱ्यौँ कि 2वटा बाइकमा 2-2 जना भएर
उनलाई केही परसम्म छाडिदिने। तर जब हामीले उनलाई बोलाउन भनेर फर्क्यौँ त्यो बेन्च पनि खाली थियो। यो देख्न साथ हामीले होटलको साहुजीलाई सोध्यौँ, साहुजी भर्खरै यहाँ बाहिर एक महिला बसिरहनु भएको थियो, उहाँ कता जानुभयो? साहुजी भने अचम्म मान्दै भने, कुन महिला भाइ? तपाईहरू आउनुभन्दा अघि यहाँ कोही पनि थिएन। म त अघिदेखि नै बाहिर हेरिरहेको छु। तपाईहरू 8 जना मात्र हो नि होइन यहाँ आउने? साहुजीको यो कुरा सुनेपछि हाम्रो शरीर थुरुरु काम्न थाल्यो। उनले फेरि थपे, भाइहरू नडराउनुहोस्, यो बाटोमा यस्ता कुराहरू सुनिरहन्छन्। केही वर्ष अघि एउटी नवविवाहित बेहुलीको यही सडक खण्डमा दुर्घटना भएर मृत्यु भएको थियो। उनी त्यति बेला हरियो कपडामै थिइन् रे। त्यस बेलादेखि धेरै यात्रीहरूले उनलाई यसरी नै बाटोमा लिफ्ट मागिरहेको वा बाटो काटिरहेको देख्छन्। त्यो कुरा सुनेपछि हाम्रो कसैको पनि बोल्ने आँट आएन। चियाको कप हातमा त थियो, तर ओठसम्म पुर्याउने हिम्मत पनि थिएन। हामी एकअर्काको अनुहार हेर्दै बस्यौँ। सबैका आँखामा एउटै प्रश्न थियो, हामीले यस्तो के देखेको? के थियो होला है त्यो? केही बेरपछि हामीले चुपचाप पैसा तिरेर त्यहाँबाट हिँड्ने निर्णय गऱ्यौँ। यसपटक बाइकको आवाज पनि फरक लागिरहेको थियो। मानव डरले हाम्रो साथ छोडेको छैन। हामीले कसैले पनि पछाडि फर्केर हेर्ने आँट पनि गरेनौँ। अब तपाईँलाई सोध्न चाहन्छु, के तपाईँले कहिले यस्तो अनौठो, रहस्यमय वा डरलाग्दो अनुभव गर्नुभएको छ? यदि छ भने आफ्नो अनुभव कमेन्टमा अथवा मैले भिडियोको डिटेल्समा आफ्नो मेल सेयर गरेको छु त्यसमा अवश्य सेयर गर्नुहोला।